हेलो तपाईँहरू सबैजनालाई आज चाहिँ हामी चुल्हा लिप्दैछौँ। म चाहिँ चुल्हा लिप्दैछु है। यो चाहिँ हाम्रो घरको चुल्हा हो। अनि यहाँ चाहिँ दुईमुखे चुल्हा छ। यो चाहिँ आगो बाल्ने दाउराले बल्ने चुल्हा हो। अनि यो ठुलो मुख भएको चाहिँ भुस खाँदेर बाल्ने हो। यो कसरी खाट्नु तपाईँलाई त्यो पनि म देखाउनेछु। फर्स्ट चाहिँ हामी सबै चुल्हा मजाले लिप्ने छौँ। त्यहाँदेखि चाहिँ भुस खाट्नेर चाहिँ भुस खाट्दा चाहिँ दुईपट्टि दाउरा हाल्नुपर्छ है। दुईवटा दाउरा म तपाईँलाई त्यो पनि देखाउनेछु। अनि पानी हाल्दै भुस काट्नुपर्छ है। अनि यहाँ चाहिँ भुसको चुल्हा किन बालेको भन्दा त्यो चाहिँ अब अलिक फारो हुन्छ भनेर दाउरा पनि कम्ती लाग्छ। यसरी तपाईँले गर्नु सक्नुहुन्छ। दुईवटा दाउरा हालेर चाहिँ भुस हाल्दै पानी हाल्दै खाट्नु सक्नुहुन्छ। र खाटिसकेर पनि म तपाईँहरूलाई बलेको पनि देखाउनेछु है। अनि यसरी मजाले काट्नुपर्छ। तपाईँले पनि यस्तो गर्नु सक्नुहुन्छ है आफ्नो घरमा। अनि अब चाहिँ यो चुल्हा चाहिँ भइसकेको छ र है। अब चाहिँ मैले यो चुल्हामा चाहिँ दाल बसालेको छु। हेर्नुहोस् है यसरी बल्छ हाम्रो यो भुसको चुल्हा चाहिँ।